गाइस फाइनली म चाहिँ गाउँमा आएको थियो यता आज चाहिँ सानो मिनी भ्लग बनाऊँ भनेर आज हामी चाहिँ बारीतिर जाँदैछौँ। यता घर छ यता चाहिँ बारीतिर जाँदैछौँ घाँस काट्नलाई। आजको सानो मिनी भ्लगमा हेरेर साथ दिनु होला। कस्तो छ के यता हाम्रो त यता कस्तो भुइँकटहरू फलेको नि राइसहरू देख्न सक्नुहुन्छ। भुइँकटहरू छ यता यहाँ सुन्तलाको बोट छ। यता जाने यो बाटो चिप्लो छ कि हिजो बेलुका पानी परेको भएर म त हामीले यहाँ पनि यसरी पूजा गर्छ कहिले कहिले। अनि यो चाहिँ कर्कालो हो गाभा कि गाभा के भन्छ आई डोन्ट नो। हो त्यहाँ तल चाहिँ मेरो बहिनी छ। यो चाहिँ मकै यस्तो भयो मकै गाउँमा। अनि बाटो चाहिँ यस्तो छ के गर्ने गाउँतिर यस्तै हो साथीहरू। यो सबै हाम्रो मकै हो देख्न सक्नुहुन्छ। म त हिँड्न अलिक डर लाग्यो कि चिप्लो भएर। यस्तो चिप्लो बाटो छ यस्तो गर्यो यसरी हिँड्न पर्यो। अनि यता देख्न सक्नुहुन्छ यहाँ हेर भाउजू आउनुभयो भाउजू। यो कोदोको बिउ अरे यो त फेरि हजुरलाई देखाउनु छ। बाटो यस्तो छ हेर्नु म त हिँड्नु डर लाग्दो बाटो छ। कता हो घाँस काट्ने हामीले मकै भाँच्यो तलबाट जानु मिल्दैन त्यही हो बाटो। यसरी मकै बारीबाट छिर्नुपर्छ अनि यहाँबाट झर्ने हो। यहाँ एउटा मकै भाँचेछ त्यस्तो छ कि यहाँ भित्र हिँड्नुपर्छ। मकैले डिस्टर्ब गरेर तलबाट आएको भए नि मिल्दो रहेछ त। यस्तो छ हाम्रो गाउँको हाँस चाहिँ यस्तो हुन्छ। यो पन्जा लाउने अरे यसरी घाँस काट्छ हामी त। मकै बारीभित्र कति दुःख छ के तपाईँलाई के थाहा। हेर्नु यसरी काट्नुपर्छ घाँस। मैले त कति जानेछु। यसरी बाँध्नुपर्छ यहाँ। कति मुठा भयो भाउजू? 5 मुठा। अघि निको कति मुठा भयो त? 12 मुठा। यो 5 मुठा 12 मुठा 5 मुठा काटिसक्यो हामीले। मकै खाने भयो आउनु गाइसहरू। यस्तो भयो गाइस मैले चाहिँ यति घाँस काटेर भ्याएँ आज। यो मकैहरू हो मकै अनि थोरै बोडी पनि छ। यहाँको पात च्यातेको। अब भारी हाल्नु पर्यो।
हेर्नु साथीहरू, मेरो दिदीले भारी बोकेर आएको, भारी बोक्नै सके छैन। मेरो दिदी घाँस बोकेर आउँदै हुनुहुन्छ। 9 मुठा घाँस बोकेको। मेरो पन्जा खसी छ, हेर कसरी फालिदिएको, यहाँ तल छ। मेरो दिदी चाहिँ आउँदैछ नि। 9 मुठा घाँस बोकेछ त नि बिचरा। ल मेरो दिदी घाँस बोकेर आइपुग्यो। 9 मुठा घाँस हो। ल ल बस्नु। हेलो गाइस, हामी चाहिँ फाइनल्ली म घाँस काटेर आइसिन खाना खायो। अनि यो मेरो चाहिँ भाउजूको छोरी हो। अनि नानी हेलो गर्दियो। हेलो। तिम्रो नाम के रे? आमिनाले हो। आज छुट्टी हो तिम्रो? नानी छ यहाँ। आज दिनभरि नानीसँग खेलेर बस्छु। अनि बिहान चाहिँ अब सबै काम भइसक्यो। अनि त्यसपछि अब ल फुपूको भन न। युट्युबमा लाइक सब्सक्राइब गरिदिनु होला। यस्तो नखाऊ न, अरूले छि भन्छ कि। हेलो भन। हेलो। बाई बाई। ल भयो ल।